नमस्कार साथीहरू, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी ह्याङ्जाकोट आएका छौँ, होमस्टेमा बसेका छौँ। के कस्तो हुन्छ तपाईँ भिडियो हेरेर लास्टसम्म साथ दिनुहोला र सपोर्ट पनि गर्नु, लाइक सेयर र कमेन्ट पनि गरिदिनु होला। धन्यवाद। तपाईँ गुड मर्निङ राम्रो निकै राम्रो रहेछ हो। केही फरक पर्दैन, संसार नै भइसक्यो। सिधै ल्याएर जम्मै बहुत सबैजना कृषि सञ्जालका सदस्य हसिना लाचोक ल म तन्का देखाउँछ ल। लाचोक यो गाउँ चाहिँ लाचोक गाउँ रहेछ। आज हिउँ परेको छ, पानी परेर हिमालमा हिउँ टल्केको छ, असिना परेको छ। गाउँ कस्तो राम्रो रहेछ।
ल लसुन कस्तो राम्रो भएको रहेछ धनियाँ सोप हामी बसेको घर होमस्टे यो साथीहरू टिकटक बनाउँदैछन् हामीहरूको गाडी असिनाले आज हेर्नु न सिपले के अरे खोले साग पनि खत्तमै बनाएछ सलाद साग पनि सिपली खानु भनेको तितो के रुखमा फल्ने काउली बन्दा सबै प्याज सन्तोष छ र खानु भएको यो फुलहरू पनि छ त्यहाँ सागहरू सबै सबै खत्तम बनाएछ ल हो त नि असिनाले सँगै सफा पारेछ तरकारीहरू ल हो त नि, अहिले घर आउँदा त बारी हेर्नु त म त हो त नि। मन दुख्ने ल हेर्नु न ल सब हेर न के र पनि मोटो खालको रहेछ समय कतिखेर कति राम्रो गइदिइसकेर नि अहिलेसम्म यो भाले फुल नि त ए 15 नम्बरको होमस्टे रहेछ नम्बर यहाँ पनि नम्बरिङ रहेछ होमस्टेकै 15 को रहेछ दुईटा कोठा रहेछ है नम्बर त नि साग मैले नि त्यही सोचेको असिना हेर्नु न अब यो घर मान्छे छैन कि है अब त बजारतिर होला सब हजुर मसिनो नआएको भए त तपाईँहरूको तरकारी लान पाउने रहेछ नि त दिदी हो त हो त नि हेर्नु त सागे पाहुनाले राखेको पाहुनाहरूले ल ल बस्नुहोस् गए ल यो मोटो खालको रहेछ है मोटो खालको रहेछ यो मोटो खालको रहेछ है दिदी मसिनो खालको हुन्छ नि मसिनो खालको लरर परेको नि हुन्छ नि यो त मोटो खालको रहेछ यो किनेरै सार्नु भएको ल अरे अर्को नि बजारको अर्को के गुरुङ त होइन हामी नेवार मलाई गुरुङ भन्छ नि तिनीहरू नि कसरी ढुङ्गा ढुङ्गामा अड्केर बसेको छ कुखुराहरू ल भैँसी ल भैँसीजी ओहो दुईटा भैँसी रहेछ दुईटा भैँसी रहेछ दुईटा राम्रो भैँसी होला नि ल कस्तो राम्रो रहेछ ल मल खाँदा असिनाको सालमा खेतीपाती राम्रो हुन्छ नि खेतीपाती मल मल हुन्छ असिना मल हुन्छ नि आकाशको पानले त कस्तो बोटबिटा कस्तो सप्रिँदो रहेछ कस्तो छिटो त नि त नि पुरानो घरै कस्तो राम्रो छ हाम्रो कान्छी कति जुर उठिरहेको छ ल फोटो खै कति भन्छ अब याङजाकोट कम्युनिटी होमस्टे छ हजुर मलाई नि गरौँ कस्तो मजाको बान्डा हेर्नु न बान्डामा यस्तो पाउनु फोटो खिचौँ न आउनु ल राति राति गाउँ डुल्दैछु
हामी कतै हिउँ हेर ए हिउँ आउने गरेर खिच्छ नि भोलिबाट खिच्छौँ ल ल आउनु ल ल हामी घुमफिर गर्दै गाउँ घुम्दै घुम्दै हिँड्दैछौँ याङजाकोट ए पछाडि दिदीहरू हुनुहुन्छ बुद्ध दिदी रेखा दिदी चिसो छ पानी परेको र असिना पानीले गर्दा चिसो छ चिसो असिना पानीले गर्दा जाडो रे जाडो निकै जाडो छ असिना अझ असिनाहरू असिना यस्तै छ अझ बग्लेकै छैन असिनाहरू ल हामी बसेको होटल पनि आयो होमस्टे चिसो हेलो अहिले त्यो आगो पड्केर टोइलेटहरू पड्केर ल सबैजना जाडो हत्तेरिका साइलिरीमै हत्तेरिका साइलिरीमै अमरे बल्लारे साइलाले बल्लारे साइलाले हत्तेरिका साइलिरीमै ढाले 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 सरकारी सेलरोटी तरकारी लाजको खाजा अझ आफैले लियो जना खाजा खाँदै हुनुहुन्छ जना खाजा खाँदै हुनुहुन्छ बिहानको नास्ता सबैजना खाजा खाँदै हुनुहुन्छ जाडो छ छिनछिन पानी परिरहेछ सबजना खाजा ल सबै दिदी यहाँ दिदी बहिनीहरू भाउजू हिँड्दै शान्ति ल आज चाहिँ बिहानै हामी गाउँ डुल्दै होमस्टे गाउँ डुल्दैछौँ बिहान बिहानको मर्निङ वाक खानेकुरा पकाउन मन लाग्छ
रमाइलो भन्छ नि तपाईँहरूलाई कति रमाइलो रामाले गरेर झन् हामी त रमाइलोमा खुसी छ रामाले गरेर हामी त कृषि सञ्जालमा पनि पसाल्यो घुमाउन पनि ल्यायो हामीलाई बिउ मल पनि रामाले गरेरै दिएछ औजारहरू पनि हामी धेरै खुसी छौँ रामाबाट धन्यवाद तपाईँलाई है मलाई नि फोन गरेर लिएर गएको मलाई जोडेको त जुनाले जाम पानी परेर चराको गुरो हो के अब यहाँ ल्याएर हेर्नु त यो भाँडाको गुरो के हो यो त्यहाँ पनि डोको यहाँ डोको छ चकटी स्याखु डोको यताबाट नि खिचौँ न राम्रै देखिन्छ ल गाउँ याम्जाकोट कोटको मन्दिर हेम्जाकोट मन्दिर ल यस्तो छ यहाँ स्थिति ल माथि कोटोमा आइपुग्यो हामी पानी परेछ सिमसिम हल्का फुल्का ल दिदीबहिनीहरू डाँडाबाट चढ्दै हो याम्जाकोटबाट ल यस्तो छ यो ठाउँ ल हामी आज हेङ्जाकोट घुम्दा आएको हेङ्जाकोटबाट फर्किँदै साथीहरू सबैजना फर्किँदैछ ल नारायण दिदी आउनु छिटो छिटो जाऊँ ल ल हेङ्जाकोटबाट फर्किँदै कोटबाट रेखा दिदी ल ल भाउजू आउनु छिटो पानी पर्यो म त ढिलो ल जाँदै गरौँ ल